इराक आउन अहिले सेफ छ कि छैन भन्नुभएको छ। पहिला 12 जना नेपाली मारेको भनेर अस्तिको भिडियोमा मलाई क्वेसन गर्नुभएको थियो होइन, इराक आउन के कस्तो भनेर। गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईँहरूलाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिहाल्नु होला है त। यदि तपाईँहरू इराकको बारेमा जान्न चाहनुहुन्छ भने यो भिडियो पुरा हेर्नु होला, र यो भिडियो पनि इराक सम्बन्धी नै छ। तपाईँहरू पुरा हेरेर केही कुराहरू बुझ्नुहुनेछ तपाईँहरू यदि इराक आउन चाहनुहुन्छ भने होइन त। तपाईँहरूले अस्तिको भिडियोमा मलाई क्वेसन गर्नुभएको थियो होइन, इराक आउन के कस्तो भनेर क्वेसन गर्नुभएको थियो। फ्री भिसा फ्री टिकटको कुरा आएको छ सर, कस्तो हो यो भन्नुभएको छ एक नम्बरमा। अनि अर्कोमा छ अनि कति टाइम लाग्छ भिजा आउन भन्नुभएको छ होइन। अनि ब्रो इराक आउन अहिले सेफ छ कि छैन भन्नुभएको छ। यो तिनवटा क्वेसनको एन्सर म तपाईँहरूलाई एकदम प्रष्ट र क्लियरताले बुझ्नेताले दिने नै छु है त। तपाईँहरूको फर्स्टमा छ फ्री भिसा फ्री टिकटको कुरा गरौँ है त। फ्री भिसा फ्री टिकट भनेको चाहिँ तपाईँहरूको यस्तो हो कि तपाईँलाई कुनै कम्पनीले एग्रिमेन्ट गरेर ल्याउन खोजेको हुन्छ, त्यही भएर तपाईँहरूको फ्री भिसा फ्री टिकट हुने हो है त। कम्पनीले एग्रिमेन्ट गरेर ल्याउँछ र तपाईँहरू कम्पनीमै काम गर्नुपर्ने हुन्छ। तपाईँहरू बाहिर निस्केर काम गर्न पाउनुहुन्न फ्री भिसा फ्री टिकटमा। तपाईँहरूको कम्पनीले 2 वर्षको एग्रिमेन्ट गरेर ल्याउँछ। यदि तपाईँहरू 2 वर्ष पुगेर पनि म बाहिर निस्केर काम गर्छु भन्दा कुनै कम्पनीले दिन्छ, कुनै कम्पनीले दिँदैन। तपाईँहरूको कुनै कम्पनीले 2 वर्ष पुगेपछि एग्रिमेन्ट सकेपछि त तपाईँलाई नेपाल पठाइन्छ है त, त्यस्तो हुन्छ होइन। अनि अर्को छ भिजा आउन कति टाइम लाग्छ। भिजा आउन तपाईँहरूको यस्तो हो, कोहीको 15 दिनमा नै आएको हुन्छ, कोहीको 20 दिनमा नै आएको हुन्छ, कोहीको 1 महिनामा नै आएको हुन्छ, कोहीको 3 महिनामा नै आएको हुन्छ, कोहीको 6 महिनामा आएको हुन्छ होइन, त्यस्तो हुन्छ। भिजा आउन चाहिँ कुनै फिक्स हुँदैन, तपाईँहरूको एजेन्टमा नि भर पर्छ। एजेन्ट कस्तो छ, तपाईँहरूले कस्तो एजेन्ट समात्नु भएको छ। तपाईँहरूको यहाँ चाहिँ कस्तो हुन्छ नि, इराक आउनलाई चाहिँ तपाईँहरूको कुनै मेन पावर छैन है त, कुनै मेन पावर छैन। तपाईँहरू एजेन्टको थ्रुबाट नै आउने हो, त्यही भएर तपाईँहरूको एजेन्ट हेरेर भर पर्छ कति टाइम लाग्छ। अब तपाईँहरूको भिजा आउन त तपाईँहरूको खासमा भनेपछि 1 महिनाभित्रमा तपाईँहरूको भिजा आइसक्छ है त। ढिलो भनेको 2 महिनाभित्रमा तपाईँहरूको भिजा आइसक्छ, त्योभन्दा बढी लाग्दैन। तर पनि एजेन्ट हेरेर हुन्छ, त्यस्तो हो। एजेन्टमा भर पर्छ, किनकि इराक आउनलाई यहाँ कुनै मेन पावर छैन, किनकि श्रम स्वीकृति छैन है इराक आउनलाई। तपाईँहरू आउने भनेको इलिगल तरिकाले हो। इलिगल तरिकाले भन्दाखेरि तपाईँहरूले यो कन्ट्री त सेफ छैन होला भनेर बुझ्नुहुन्छ क्या। अब तपाईँको सेफ छ कि छैन भन्ने कुरा गर्दाखेरि चाहिँ यो कन्ट्री एकदम सेफ छ, तपाईँहरू कुनै डराउनु पर्दैन है त। तपाईँहरू इलिगल भनि साथै नि तपाईँहरू यो बारेमा डराउनु पर्दैन। इलिगल भनेको तपाईँहरूको श्रम स्वीकृति नभएको हो, त्यही भएर इलिगल भएको हो। तपाईँ त्यस्तो लुकेर बस्ने, डराएर बस्ने त्यो कदापि गर्नु पर्दैन। यहाँ तपाईँहरू इराक आउनुभयो भने नि तपाईँहरू छक्क पर्नुहुन्छ क्या। इराकमा नि त्यत्रो नेपाली छ भनेर तपाईँहरू छक्क पर्नुहुन्छ क्या। यहाँ नेपाली यति छ कि तपाईँहरूले सोच्न पनि सक्नुहुन्न है त, त्यति धेरै नेपाली छ क्या यहाँ एकदमै सेफ छ। तपाईँहरू डराउनु चाहिँ किन हुन्छ भन्दाखेरि तपाईँहरू फर्स्ट सुरुमा इलिगल भनेर डराउनुहुन्छ र तपाईँहरू त्यो पहिला 12 जना नेपाली मारेको भनेर त्यो कुराले तपाईँहरू एकदम डराउनुहुन्छ है त। तर तपाईँहरू इराकमा त्यस्तो डराउनु पर्ने केही छैन, त्यो भनेको पहिला नै मारेको होइन, भयो होला कति 19-20 वर्ष बढी नै भयो होला होइन, 20-22 वर्षै भयो होला त्यो भएको चाहिँ। तर तपाईँहरू त्यसरी डराउनु पर्ने केही छैन। तपाईँहरू आनन्दले इराक आउन सक्नुहुन्छ, झ्याप्पा लाएर पैसा कमाउन सक्नुहुन्छ, अनि तपाईँहरू मजाले नेपाल जान सक्नुहुन्छ, आउन सक्नुहुन्छ। तपाईँहरूको यहाँ मान्छेहरू बस्ने भनेको 20 वर्ष 22 वर्ष 25 वर्षसम्म बसेको मान्छेहरू छन् कि यहाँ। यो 10-15 वर्ष त कति हो। तपाईँहरू हेर्नुहुन्छ नि, यहाँ भर्खरको केटाहरू आएको छन्, भर्खरको केटीहरू आएको छन्। यहाँ चाहिँ कस्तो छ भने तपाईँहरूको आइसकेपछि तपाईँहरूले काम चेन्ज गर्न पाउनुहुन्छ। तपाईँले अब यो काम मन पऱ्यो भने म अर्को काम गर्छु, अर्को काम मन पऱ्यो भने अर्को काम गर्छु भनेर त्यसरी चेन्ज गरी गर्न पाउनुहुन्छ। र छोरी मान्छे चाहिँ कस्तो हो भने फर्स्ट सुरुमा घरको काममा आउनुहुन्छ होइन, घरको काममा आएपछि उनीहरू चाहिँ पैसा तिरेर बाहिर निस्किनुहुन्छ कि। बाहिर निस्केपछि त फ्री हुन्छ उहाँहरूलाई, अनि उहाँहरू चाहिँ अब त्यो काम मन पऱ्यो भने अर्को काम गर्नुहुन्छ, अर्को काम मन पऱ्यो भने अर्को काम गर्नुहुन्छ। यहाँ चाहिँ त्यो चाहिँ एकदम सुविधा छ होइन। तपाईँहरू पैसा तिरेपछि तपाईँहरू बाहिर निस्केर आनन्दले चिलमा काम खोजी रोजी गर्न सक्नुहुन्छ है त।
यो चाहिँ एकदम सेफ छ, तपाईँहरू कुनै डराउनु पर्दैन यो कन्ट्री चाहिँ। यदि अब तपाईँहरूलाई अरू पनि केही कुराहरू जान्नु छ भने तपाईँहरू यो भिडियोमा कमेन्ट गर्नु होला हैन। म फेरि नेक्स्ट भिडियोमा तपाईँहरूको क्वेसनको एन्सर दिनै हाल्नेछु है त। ओके, बाई बाई, जय नेपाल।